Happy birthday. मलाई बाबुले गिफ्ट ल्याइदिएको छन् रे के गिफ्ट ल्याएको छु है त आमा भइ पर्दैन थ्याङ्क यू मलाई मन पर्यो ल मलाई मन परेको थ्याङ्क यू ल थ्याङ्क यू मलाई चाहिँ यहाँ दुर्गाले यस्तो मिठो केक पनि पठाएको छ यसरी दामी 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 ह्याप्पी बर्थडे मुसु माया ह्याप्पी बर्थडे मुसु माया अरे थ्याङ्क यू सो मच दुर्गा के हो के बिहान बिस्तारोमा यस्तो आउने ए भगवान के गरेको ए भगवान के हो के यस्तो ए रामो म कहाँ जाम हेर्न यो कस्तो सुसन कहाँ गयो सुसनलाई नि भन्नुभएको थियो आमा आफैलाई आफै भने खोइ बत्ती बाल्नु नि ए आमा उद्याबाट बत्ती नगाली बस्नु त गइसक्यो कलाकारको दौडिनु गर्छु कि हाल्छु कस्तो झन् भनेर छु फोन हान्छु म नगई उठाउँदैन के हो यस्तो ह्याप्पी बर्थडे टु यु हेर्न लाइटर त मलाई फालिदिन्छु मैले त ल यो त भयो फाल्दै के गरेको के यस्तो बर्थडे सरप्राइज न ए भगवान म चाहिँ हिजो बेलुका 12 बजी आउनु थिएँ पानी भरेर सुसानलाई सुता भयो भोलि बिहानै आउँछु भनेर ल्याउनु म खिचिदिन्छु यस्तो अझ उल्टै सुरुमा लाएर कसले देख्छ ल न ल यो लिएर बस्नु काट्नु ल हेर्नु न प्याज क्याचेर स्कुटर ल्याउँदा सिर्जनाहरूलाई जाम भनेको पानी परेर आउनै सकेन कि अन्त खै ल्याउनु म खिच्छु हेर्नु त नाम त काटेर त्यस्तो भयो स्कुटर ल्याउँदा गऱ्यो होला नि मेहनत त गरेन के मेहनत लाग्छ र यति अब ढोका त ढ्याङ्ग त भयो छिटो अनि मैले सोचेँ हावाले यस्तो यति बेलासम्म त कोही आएको भए नि बोलाइसक्नु यहाँनिर मलाई हेरिबस्नु हो त्यहाँबाट हेरिन हेर्न त त्यो प्लास्टिक रेनकोट के रेनकोट खोल्दा थाहा पाउँछ भनेर अलग खोलेछु बजे पक्कै यो मान्छे भित्र हो भनेर आएको त ढोका ढ्याङ्ग भयो थियो अनि यति बेला त कोही आयो भए त आइसक्नु नि कुकुरले होला म कुकुर भएँ अन्त छ्या मैले खस्स मैले सोचेकै थिइनँ भाइ ल छिटो फोन हानेर क्या फोन न्यु लगाएको नि थिएन कि कस्तो रहेछन् भाइ फोन हाने रहेछ त धेरै धन्यवाद ल केक काट्नु होला 1 वर्ष बुढी भएकोमा के भन्ने बधाई छ ल केक काट्नु प्लान त रहेछ के सुसनलाई नि भनेर गर्मी भयो म तलै सुत्राको हो नि ल ल केक ह्यापी बर्थडे के धन्यवाद धेरै धेरै धन्यवाद हजुरलाई धन्यवाद ल ल ल मैले पहिले चिप्प गरेँ ल धन्यवाद कस्तो भयो यसको चक्को खै फु गरेर उइस माग्नु न उइस माग्नु आँखा बन्द गरेर पहिला उइस माग्ने अनि बल्ल बत्ती निभाउने हो के ल भयो छोडिदिनु ल केही भन्न हजुर आउनु भयो त्यही नै मेरो लागि ठुलो सबसे पहिला हजुरलाई खुवाउँछु भो थोरै यसो नाम मात्र है ओके नाम मात्र यसो साराङ कम यार साराङले त देख्नै पाएन नि त म त अझै आमाहरू नि उठ्नु भयो होला भन्दै आएको गेट अझै सुसान गएन भने गेट खोलेर राखिदियो भाइ तिमी नउठ्यो नि भनेको अरू त्यो भगवान्लाई चढाइदियो नि त्यो थोरै साराङ थोरै दिन्छु कि लाउनु धेरै दिन्न कि ल यतिकै खान्छु म ओके ल ल यसरी खाएको आवाज ल्याउनु यति दिनु ल मिठो रहेछ यही फुल दिन्छु ल
ल टिका लगाइदिनु न पहिला कस्तो र ल ल दिनु के भयो छिटो ल ल धेरै खानुहुन्न कि बिहान बिहानै त पेट बटार्छ कि ल ह्याप्पी बर्थडे टु यु पानी परेर मरे के रिस उठ्ने कस्तो दिन भयो अझ यहाँ पनि के बोकेर आयो ल त्यहाँ देखाइदिनु त ससेज लिएर आयो होइन ससेज त यहाँनिर आएर टिफिन खसेर पायो ए उस पकाएर ल्याएर होला चाम्रे पकान चाम्रे साम्रे खिर खिर हो मलाई थाहा थियो हेर्नु न त्यहाँ आएर ल मैले कस्तो मिठो खिर पकाएर ल्याएर आएको छु नि आमा कति जाँगर तल नि लिएर आएको छु मैले अझ मलाई यस्तो तल हेर्नु अझ मलाई यस्तो हुन्थ्यो कति छिटो उठेको र आफै छिटो उठ्यो त्यो नि खिर ए त्यो त मासु रहेछ ल मासु पो रहेछ अनि तल पनि खिर हो कि तल माथि भएछ ल ल भयो ल ह्याप्पी बर्थडे टु यु यतिको साथी चाहिँ हुनुपर्छ ल साथीहरू मैले चाहिँ आज बिहानै बिस्तारामै सरप्राइज पाएँ उठ्न नपाउँदै सोचेकै थिइनँ मैले अनि तर्सेँ म मजाले अनि धेरै धेरै धन्यवाद मेरो प्यारी साथी मनिषालाई यस्तो राम्रो मिठो गर्नुपर्छ त्यही भएर बिहानै खिर पकाएर लिएर आइदिन्छु म त सोचेकै थिइनँ कसम गेट घन्द्राङ्ग गर्थ्यो अनि मैले त ला हावाले होला अनि भाइले खोलेर गएको थियो नि त अनि त्यही सोचेको थिएँ अन्त म त गेट अझै म भित्र रुममा सुतेको भए अझै सरप्राइज हुन्थ्यो अरे उहाँले भन्नुभएको म चाहिँ यहीँ आज गर्मी थियो नि त अनि म यहीँ टिभी रुममा सुतेको थिएँ तर म अघि नै हो नि बिउजेको त मोबाइलहरू सबैजनालाई बर्थडे विस गर्नुभएकोहरूलाई रिप्लाई दिँदै बसेको थिएँ अनि अहिले एकछिनपछि उठ्छु भन्दै बसेको फोन पनि गरेको थिएँ क्या मैले उसलाई अझ उसले यस्तो भन्थ्यो मलाई कति छिटो उठेको राज त भन्दै थियो क्या अझै मलाई सरप्राइज कुछ हुन्छ भनेर होला नि अरू क्यान्सल हुन्छ भनेर होला नि उसको के हो न अनि कस्तो सरप्राइज भएँ म त यस्तो हेरेको त को के भएको के ढोका घ्यान्द्राङ्ग त गरेको थियो कहाँ बत्ती बालेर बस्ने अनि उताबाट आउँदाखेरि क्यामेरा रेडी गरेर आउनुपर्छ नि है भिडियो खिच्ने मान्छे एक्लैले कता बिचरा उसले त मलाई त सरप्राइज ह्याप्पी बर्थडे भन्नु कहाँ छ है पहिले छिटो बत्ती बालेर मलाई देख्ने बित्तिकै क्यान्डल बाल्छ छिटो हत्त न पत्ताले म त यस्तो भएको भित्र सुत्या भनेर तर प्लान चाहिँ बाल्ने भनेको यहाँ बाल्ने भनेको यहीँ सुतेर यहाँ सुतेपछि हजुरलाई त भएको कि म आफै हजुरलाई म यहाँ सुतेछु भन्ने त थाहा थिएन नि त नत्र बाहिरै तयार गरेर भित्रै सुत्यो होला भन्ने सोचेको थिएँ कि अनि म त अनि त्यस पछाडि प्लान चाहिँ सुशान्तको र मनिषाको रहेछ भाइले चाहिँ के भन्थ्यो मलाई आज लास्टै गर्मी भएछ म तलै सुत्छु ल भन्यो अनि सुत्न पनि यहीँ सुतेको थियो कि गर्मी भएको छ भन्छ फेरि ब्ल्याङ्केट ओढेर सुत्छ रुगा लाखा भनेको मान्छे भनेर सोचिरहेको थिएँ तर मलाई चाहिँ 1% पनि मेरो ध्यान त्यतातिर थिएन कि तपाईँहरूले प्लान गर्नुभएछ आउने हो भनेर अनि म चाहिँ एकदम सरप्राइज भएँ थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद हजुरलाई धेरै धेरै धन्यवाद भन्ने हो के भन्नु थ्याङ्क यू सो मच भन्ने एउटै हो नि कस्तो र त्यो नेपाली पस्दैन नि त मलाई थ्याङ्क यू भन्यो भने कन्टिन्यू इङ्ग्लिस बोल्नुपर्छ अब मलाई आउँदैन म वेलकम भन्छु त अनि धेरै धेरै धन्यवाद वेलकम हजुरले नि धन्यवाद धन्यवाद त्यही त हो सक्यो त ल ल खुसी भयो आजको मेरो दिनको सुरुवात चाहिँ यसरी भयो एकदम 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 खुसी भएँ म जति पनि मलाई विस गर्नुभएको छ सबैजनालाई धेरै धेरै धन्यवाद गेट त भाइ गयो नि त ट्रेनिङ गेट खुलेन भने त म बाहिरै हुन्छु भन्दै बसेको थिएँ कि लास्टमा यसो हेर्न आएको त गेट खुलेर अनि यसो पनि ल्याइदिनु भयो के अरे खिर पनि लिएर आउनु भयो यहाँ खिर हामी त अलपत्रै भएर बस्छौँ बुढाले किनेको हड्केस बुढाले किनेको हड्केसमा यहाँ मलाई खिर लिएर आइदिनु भयो यहाँ यस्तरी खिर छ मासु छ केक छ बिरामी भएको भए हुन्छ हस्पिटलमा खाना लानुपर्छ हड्केस किन्छु भनेर त्यही भनेर किनेको बिरामी भएको भोलिपल्टै हाम्रो बाबा बिरामी भएर क्या फेरि गाउँबाट आएको नि हड्केस त जानेरै किन्ने चाहिँ भनेर हाँस्दा हाँस्दा भगवान् धेरै धेरै धन्यवाद हजुरलाई दिनु न हात छिमेर जाने हेर्नु न के हो के को ल पस्नै ए गर्ने यस्तो दिन्छु कि मैले त अब यो राख्नु काट्नु हा गर्नु न सुन्ने हो ल उसमा राख्नु न मनिषाले र सुशान्तले मिलेर मलाई चाहिँ 12 बजे सरप्राइज गर्ने भनेर प्लान गरेर रहेछ नि तर यिनीहरूको प्लान सक्सेस भएन के
पानी पर्यो मलाई यस्तो झुट बोलेको क्या आज म माथि सुत्छु भन्यो होइन अनि पछाडि चाहिँ होइन भाउ म त लास्टै गरौँ म तलै सुत्छु ल आज भनेर मैले त पत्ताएँ कि अनि तल सुत्दा चाहिँ यस्तो के फेरि फ्यान पनि लगाएन फेरि ब्ल्याङ्केट पनि घम्मै एउटा सुत्यो कस्तो खालको गर्मी भएछ यसलाई भनेर सोचेको थिएँ मलाई त त्यो सरप्राइज दिन्छ भने त 1% नि सोचेको थिइनँ बिहान त गयो यो अनि मन्सा दिदी आएको नि म तर्सेँ नि अनि खै कति बजी थियो भन्दा त अन्त त्यो सुशान्तलाई झन् फोन गरेको त सुशान्तले फोनै उठाएन भन्दै थियो ल तिमीहरूको प्लान जे भए पनि थोरै भए नि सक्सेस भयो थ्याङ्क यू सो मच बर्थडे विस गरेकोमा धन्यवाद हेलो साथीहरू गुड मर्निङ झोले अनि नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप तपाईँहरू सबैजना सन्चै आराममा हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै छु सो म चाहिँ केही समय भिडियोहरू पोस्ट गरिराखेको थिइनँ मेरो कार्यव्यस्तताको कारण त्यसका लागि म तपाईँहरू समक्ष सरी भन्न चाहन्छु र अब आगामी दिनहरूमा चाहिँ म कन्टिन्यू भ्लगहरू लिएर आउने नै छु आज चाहिँ मेरो लागि एकदमै स्पेसल दिन मलाई मेरी आमाले यस धरतीमा जन्म दिनुभएको दिन मेरी प्यारी आमाप्रति धेरै धेरै माया सम्मान छ आज चाहिँ हामी साथीहरू मिलेर कहीँ घरदेखि अलिकति नजिक बाहिर गएर रमाउँछौँ रमाइलो गर्छौँ बर्थडे सेलिब्रेट गर्छौँ सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला आजको मौसम चाहिँ पानी परिराखेको छ क्या यहाँ कस्तो पानी परिरहेछ आज चाहिँ बिहानैदेखि पानी परिराखेको छ यस्तो छ मौसम चाहिँ आजको के गर्नु बस्छ होला नि एकछिनमा पानी बसेपछि हामी जान्छौँ अनि अर्को कुरा चाहिँ आज चाहिँ म बिहानै सरप्राइज भएँ मन्साले मलाई यस्तो सरप्राइज दिनुभयो मैले सोचेकै थिइनँ क्या यस्तो सरप्राइज पाउँछु होला भनेर उहाँहरूको प्लान चाहिँ बेलुकै आउने रहेछ तर पानीले गर्दा चाहिँ आउनु पाउनु भएन त्यही पनि म यति धेरै खुसी भएँ होइन मन्साको सरप्राइजले बिहानै म सुत्दै थिएँ कि सरप्राइज दिन आउनुभयो एकदमै खुसी भएँ धेरै माया मेरो प्यारी साथी मनिषालाई अनि आज चाहिँ हामी कहाँ जान्छौँ कुन ठाउँ जाँदैछौँ भनेर त तपाईँलाई पक्कै पनि देखाउने नै छु सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला साथीहरू सारङ र म चाहिँ यहाँ यसरी बसिराखेको सारङ तिमीलाई केही भन्नु छ यस मैले भन्नु छ के भन्नु छ ह्याप्पी बर्थडे मामु थ्याङ्क यू सारङ आई लभ यु चुप्पा थ्याङ्क यू तिमीलाई पनि आई लभ यु चुप्पा हाई गर्दै सबैजना साथीहरूलाई हाई सारङमा चाहिँ यसरी बसिरहेको पानी परेको छ बिहानको लगभग कामहरू चाहिँ हामी सकिसक्यो म बाबु चाहिँ स्कुल जान्छ अब एकछिनमा स्कुल छुट्टी छैन नि त उसको चाहिँ बाबुलाई चाहिँ स्कुलको लागि रेडी गर्नुपर्छ अनि त्यस पछाडि फेरि भेटौँला कसले पठाउनु भएको थाहा हो यो चाहिँ हजुरको बेस्ट फ्रेन्डले पठाउनु भएको बुट हुन्छ यो चाहिँ केक है अनि यो चाहिँ बुके हो यो सरप्राइज हुनुभयो नि है म त सोचेकै थिइनँ त यस्तो गिफ्ट उहाँले पठाउनु भयो के पठाएको है मलाई त म त गुना अन्न के यहाँ छ हजुरको लागि के भन्नु सक्दिनँ त हजुर यो चाहिँ फोटो फ्रेम छ है हजुरको यहाँ एउटा लेटर पनि छ है हजुरको लागि राखिदिन्छु के भनिदियो ल त्यो लिन एउटा फोटो लिइदिन्छ है बरु त्यो त सेन्ड गरिदिन्छ हजुर मिल्दैन हुन्छ फोटो म त राउन्ड आउँदैन क्या कस्तो फुल्ले म त
पहिलोको दिन आउँथ्यो पाउनु त भन्दै मान्छे सब काठमाडौँबाट नि आएको कि तिमीहरू चाहिँ ए छिन्डाडाबाट नि आउने अनि के खानाहरू पनि राखेर अनि पछि खाने हो कि पहिला त मेरो फोन आएको छ कस्तो राम्रो हो सँगै हो तर म घरमा छैन नि त मसँग नम्बर एउटा हटाइदिएँ त अनि यसलाई अलिअलि अनि मितिमीले दिएको अनि मितिमीको दिएको ए तयारी हुँदैछ खानेकुराको त बिहान द सिन चल्दैछ यसरी ममा उल्ट्यो सो साथीहरू आज चाहिँ मेरो शुभ जन्मदिन हामी सबैजना मिलेर यहाँ आज ह्याप्पी बर्थडे मनाउन दीप हाउसिङ भाइरल प्लेसमा चाहिँ हामी आज आएका छौँ यसरी थ्याङ्क यू सो मच मेरो प्यारी 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 मितिनी साथी बहिनी भाइ अनि त्यसपछि सबैजनालाई आज चाहिँ हामी यहाँ मेरो बर्थडे मनाउन आएको यो खानेकुराहरू खाइसकेर घर जानुपर्छ आज चाहिँ हामी आज चाहिँ हाम्रो दिदीको बर्थडे मनाउन सेलिब्रेसन गर्न आएको चाहिँ हामी चाहिँ यहाँ दीप हाउसिङ हुने ठाउँमा आएको छ आज यहाँ उसको भ्यू हेर्दै खोलाको भ्यू हेर्दै आज हामी चाहिँ यहाँ बर्थडे सेलिब्रेसन गर्न आएको दिदीको ह्याप्पी बर्थडे चाहिँ हामीले ल्याएको खानाहरू हामी चाहिँ यहाँ खोलाको छेउमा देख्न सक्नुहुन्छ कस्तो भिड छ छिटो यहाँ खतरा बिग्रिसक्यो Happy birthday to you. Happy birthday to you. Happy birthday dear Susila. Happy birthday to you. May God bless you. May God bless you. राम्रो रहेछ यो नि खाने हो यही राम्रो है यही राम्रो हामी सबै खानु पाइन्छ मेरो बर्थडे हो ल खुवाए खुवाए बनाइदिनु चक्लेट गरेर ममा ताली बजाएको मजा गर्छ सबैलाई भाइलाई खुलाइदिनु न म लास्टमा आफै खान्छु कि ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे त मलाई खुवाएर हालेर तन्केर पहिला हार थ्याङ्क यू भन्नु न प्लेट हेरौँ न प्लेट हेरौँ कि म के गर्छु चार्ज फुल छ म त कस्तो रहेछ खान्न खाऊ खाँदै मेरो बर्थडे हो
हामी चाहिँ यहाँ अहिले यसरी खानु लागेको भिडियो बनाउनमा ठिक्क टुङ 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 टुङ। 3 2 1 गो कति छिटो हो भिडियोमा जाने बित्तिकै पछाडि ल फेरि त्यही कन्टिन्यू राइट अलि सुस्त गर्ने यस्तो गर्ने 3 2 1 गो हल्ला भयो अहिले त पछि राखेको यस्तो ठिक्काने गरेको अरे क्या हामीले यहाँ अब कोक लिँदैछौँ यसरी सबैजना कोक लिँदै हुनुहुन्छ हाम्रो खानेकुराहरू टन्नै छ यहाँ कति बेला खाएर सक्ने यत्रो खाना चाहिँ फेरि यो पनि 3 2 1 गए सुस्त रे 3 2 1 गो हजुरको अलि आएन म किन आउँदिन नि ल यिनीहरूले बजार चाहिँ खानुपर्छ नि म त खाइसकेँ अलि टाढोसम्म ल सुस्त रे 3 2 1 गो भ्यायो क्या होप रोप गर्दा गर्दै अरू भ्याइ होइन के सक्यो अब यो रे ल त्यो कानमा यम्मी 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 आमा यहाँ त केक लाएर चाहिँ चम्चा एक घन्टा झिकेर जस गर्ने होला काट्ने चाले 3 2 1 गो ए डेढ मिनट पनि त्यो त पिग्ले होला यति शान्त यति सुन्दर ठाउँ रहेछ नि दिप हाउसिङ यहाँ एकदम भाइरल ठाउँ यो चाहिँ हामीलाई आउन एकदम मन लागिरहेको थियो अनि आज चाहिँ हामी फाइनल्ली आयौँ यहाँ अब यो चक्लेट अरे पग्ले चाहिँ चक्लेट त तर पनि हामी खान्छौँ यो पनि देखाउने हो अलि सुस्त रे त नदेख्दाखेरि हात लगाएको चक्लेट को बग्यो उही धन्नै त्यहाँ बगेको भए केही छैन 2 1 गो म त खान्न चक्लेट त भयो? के खानु उही त्यो चाहिँ मलाई बर्थडे गर्दा एकदमै धेरै भोक लागेको अवस्था बहिनी चाहिँ हाँस्नुहुन्छ हामी त बर्थडे पार्टी खानु भयो आउनु है सबैजना यतातिर बर्थडे पार्टी खानलाई त्यहाँ भाडा लिएर बसेछ भाइ चाहिँ मेरो त उचालिसक्यो ल खाएँ ल खाएँ ल अब चाहिँ हाम्रो चाहिँ खाजा सुरु भइसक्यो भाइ हामी पनि खायौँ ल म पनि खाएँ ल साथीहरू बर्थडे पार्टी खाने भयो सबैजना यता आउनु होला मिस्टर मगरमा विनर सुसन गाहा मगर ल अब अर्को तरिकाले तपाईँको क्राउन लगाइदिनुहोस् तपाईँको अर्को तरिकाले क्राउन लगाइदिनुहोस् वाउ नाग देवता भिडियो खिचेर अब फेरि यहाँ भोकाएर सबैजना यहाँ यसरी खाँदैछन् फेरि ओहो बहिनी चाहिँ अगाइसकेँ अनि मैले नि अलिअलि फोटो भिडियो खिचेँ अनि रमाइलो रहेछ यो ठाउँ चाहिँ यही नजिकै हुनुहुन्छ भने सबैजना आउनु होला नजिक हुनेहरू दिप किड हाउसिङ दिप हाउसिङ हो यहाँ दिप हाउसिङ चाहिँ नजिकै छ बगर होइन दिप हाउसिङ नजिकै छ पोखरा हुनेहरू चाहिँ नजिकै छ आउन सक्नुहुन्छ एकदम रमाइलो छ शीतलो ठाउँ छ स्कुटर माथि राखेर थोरै हिँड्न पर्दो रहेछ एकदम रमाइलो छ आजको दिन चाहिँ एकदम रमाइलो भयो यतातिर नि टिकटक बनाउँदै हुनुहुन्छ सबैजनाले हामी भर्खर त्यहाँ बसेर टिकटक बनायौँ ओ माई गड तर म त खान सक्दिनँ म त पुग्यो मलाई हामी चाहिँ बुढी भाइ यहाँ यसरी बस्छौँ भाइले चाहिँ यहाँ खाँदैछ यसरी म चाहिँ यहाँ ठगै लाग्यो खोइ क्राउन लगाउनु त आज त म त प्रिन्सेस पो त मलाई जन्म दिने मेरो मम्मी पैसा गर्ने मान्छे कतै 3टा नि छ क्या
यो गनेर बिहा हुनेसम्म त झ्याउला म त यता फर्कान्छु एकछिन क्यामेरा तर कस्तो राम्रो घाम देखेको डुब्न लागेको घाम खतरा दामी किन नसक्ने र कस्तो शीतल भइहाल्छ एकछिन न भाइ म 2 मिनट यो नि कति राम्रो देख्छ हेर त तिमीले ल्याउ त वाउ मनसा दिदीले ल्याइदिएको हाल्नु के फेसका हामी चाहिँ भिडियो बनाउँदा कालो पनि निलो पनि पहेँलो पनि भइसक्यो र पनि अझै यहाँ भ्याइएको छैन अझै चलिरहेको छ यहाँ चाहिँ हाम्रो बनिराखेको छ के छ ए राम्रो आएको थियो कि है भिडियो बन्दैछ उनीहरूले अब चाहिँ हामी यहाँदेखि चाहिँ निस्किनु लागेको फोनमा चार्ज पनि सकियो अब सबै प्याकिङ गर्दैछ यहाँ भाइले बहिनीले अब यहाँबाट जाने हामी चाहिँ अब ढिलो पनि भइसक्यो रमाइलो भयो एकदमै थ्याङ्क यू सो मच मेरो बर्थडे स्पेसल गराइदिएकोमा मेरो प्यारो प्यारो साथी अनि भाइ बहिनीलाई अनि मेरो प्यारी साथी दुर्गालाई यस्तो चाहिँ यहाँको साँझ पखको भ्यू चाहिँ अब चाहिँ हामी यहाँदेखि निस्किन्छौँ अब हामी चाहिँ यहाँदेखि घर लागेको है यो के यस्तो पात न यो हातमा के छाप बसाल्छौँ है हामीले यस्तो कस्तो हामीले यसले मेहन्दी भन्दै लगाउँथ्यौँ कि पहिला हामीले यसलाई अनि भाइ म बहिनी चाहिँ घर आइसक्यौँ सनम र मनसा पनि घर पुगिसक्नु भएछ अनि मेरो ब्याट्री सकेको थियो फोनको अनि भिडियोहरू बनाउनु पनि पाइन बाटोको अनि यहाँ चाहिँ मलाई बाबुले गिफ्ट ल्याइदिएको छन् रे के गिफ्ट ल्याएको छ नि हेरौँ है त के गिफ्ट छ ल आमा कहीँ बजेन यस्तो नि गिफ्ट हुन्छ र ल अझै गिफ्ट पनि चेन्ज गर्नु मिल्छ र यही हो ल भइसक्यो मलाई मन पर्यो ल थ्याङ्क यू मलाई मन पर्यो ल मलाई मन परेको थ्याङ्क यू ल थ्याङ्क यू भइसक्यो मलाई मन पर्यो ल थ्याङ्क यू ल मलाई मन पर्यो ल थ्याङ्क यू ल ए सारङ गिफ्ट चाहिँ हो है मेरो लागि आज थ्याङ्क यू सारङ हुन्छ अझै गिफ्ट खोज्दै थियो तर मलाई एक गिफ्ट मन पर्यो सारङको थ्याङ्क यू ल थ्याङ्क यू सो मच प्यारी साथी दुर्गा मैले सोचेकै थिइनँ तिमीले यति ठुलो सरप्राइज दिन्छौ भनेर म एकदमै धेरै खुसी भएँ दुरीले टाढा भए पनि धेरै सम्झना अनि माया छ सँगै हुनु पाएको भएदेखि अझै धेरै रमाइलो हुन्थ्यो मेरो बर्थडे अझै झनै स्पेसल हुन्थ्यो होला थ्याङ्क यू बहिनीलाई अनि त्यसपछि दुर्गालाई अनि त्यस पछाडि मलाई मनिषाले चाहिँ एकदमै बिहानै सरप्राइज दिन आउनुभएको थियो मनिषाले अनि मनिषालाई पनि धेरै 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 धन्यवाद अनि त्यसै गरी मेरो प्यारी मितिनी सनमले पनि आज मलाई एकदमै धेरै खुसी बनाए आज मेरो बर्थडे एकदमै राम्रो तरिकाले सेलिब्रेट गराइदिए एकदमै खुसी लाग्यो एकदमै धेरै खुसी छु थ्याङ्क यू सो मच मेरो सबैजना साथीहरूलाई अनि विशेष गरी सनम मनिषा अनि दुर्गालाई धेरै धेरै धन्यवाद यति गिफ्टको मैले केही एक्सपेक्ट गरेकै थिइनँ एकदम धेरै खुसी भएँ धेरै धेरै धन्यवाद मलाई चाहिँ यहाँ दुर्गाले यस्तो मिठो केक पनि पठाएको छन् यसरी हेर्नु पाउँदैन दामी 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 ह्याप्पी बर्थडे मुसु माया ह्याप्पी बर्थडे मुसु माया अरे थ्याङ्क यू सो मच साथीहरू आजको मेरो विशेष दिन मेरो जन्मदिन चाहिँ यसै गरी मनाइयो साथीहरूसँग भेटघाट गरेँ एकछिन रमाइलो गरेँ अनि आजको दिन विशेष बनाइदिनु भएकोमा मेरो प्यारा प्यारा साथीहरूलाई धेरै धेरै धन्यवाद अनि मलाई
प्रत्यक्ष अप्रत्यक्ष रूपमा देश तथा विदेशबाट र मेसेज मार्फत फोन मार्फत मलाई शुभकामना दिनुहुने सम्पूर्णमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि विशेष गरी मेरो प्यारी मनिषा साथी भ्यान्ने मलाई सरप्राइज दिन आउनुभयो। मेरो मनिषालाई पनि धेरै धेरै माया अनि धन्यवाद भन्न चाहन्छु। अनि सनमलाई पनि धेरै धेरै धन्यवाद। अनि अझै अर्को विशेष चाहिँ म एकदमै सरप्राइज्ड भएको कुरा चाहिँ मेरो प्यारी साथी दुर्गा दूरीले टाढा भए पनि मनमा छौ। एकदमै धेरै खुसी लाग्यो सरप्राइज पाउँदा। मैले सोचेकै थिइनँ यस्तो सरप्राइज पाउँछु भनेर। सो थ्याङ्क यू सो मच, तिमीलाई पनि धेरै धेरै धन्यवाद। सो साथीहरू आजको लागि यति नै, फेरि अर्को भिडियोमा भेट्ने नै छौँ। यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै ओजेल पर्न चाहन्छु। बाई बाई साथीहरू, फेरि भेटौँला, अर्को भिडियोमा भेटौँला।